साथीहरु मैले चाहिँ हिजो यो करेलाको रेसिपी बनाएको थिएँ एकदमै मिठो भएको थियो अनि मैले फेरि हिजो पोस्ट गर्न भ्याइन अनि कमेन्टमा एउटा सिस्टरले यो यसको रेसिपी पोस्ट गर्नु है जी भन्नुभएको थियो अनि मैले चाहिँ आज पोस्ट गर्न लागे यो करेला चाहिँ छल्ती धोए के अब यस्ता सानातिना करेला फेरि हाम्रो बारीमा कति फल्छ अनि फलले के गर्नु धेरै तितो भएर कसैले नरुन्छ तर यो रेसिपी चाहिँ एकदमै खाँदै नखानेले पनि मज्जाले खानुहुन्छ एकचोटि हजुरहरु पनि ट्राई गर्नु होला अनि मैले फेरि सबै भलभल उमाले त्यो पानीमा फेरि मैले तेल र बेसार नुन राखेको थिएँ तितो कम हुन्छ र अब यसको गुदी सुदी निकाल्दिन्छु निकाले सबै रेडी पारिदिए यता फेरि प्याज स्याज काटेर राखेको जुई पारिदिए जिरा धनिया अब नुन बेसार राख्छु यो फेरि जिरा धनिया पिसेर राखेको अनि यो लसुनको पेस्ट यति खुर्सानी पनि राखेको अलिअलि पिरो गराउनु यो फेरि अघि निकालेर राखेको करेलाको गुदी अनि यसलाई मैले मज्जाले चलाइदिएँ यता उल्ट्याङ उता पल्ट्याङ गरेर यता र उता घुमाइ गरेर यो फेरि काटेर राखेको धनिया काटे धनिया थिएन काटे धनिया कोलाई मन पर्छ साथी र पाहाडतिर त प्रशस्तै हुन्छ काटे धनिया अनि मैले करेलामा मज्जाले भोरिदिए त्यो मसलालाई भोरेर चापेछु कि चापेर अनि राखिदिए एकछिन राखेपछि त्यो राम्रोसित चापिन्छ भनेर चापिन त सबै निस्किन्छ नि मसला जति अनि मैले मज्जाले भोरेर राखिदिए राखेपछि यतातिर तेल त खासै तातेर हुन्छ पछि त तात्यो जुई पारेर सबै करेला राखिदिए के राखेपछि अनि मज्जाले चलाइदिए यता अल्ट्याङ उता पल्ट्याङ कता कर्लाङ उता कर्लाङ गर्दै चलाएपछि मज्जाले अनि हातले समातेको कि मैले फेरि पोल्छ कि भनेर हेर्न कस्तो रातो भएको एकचोटि हजुरहरूले खाएर हेर्नु यस्तो